हेलो गाइज वेलकम टु माई ब्लग। यो हो इक्विटी मेट्रो स्टेसन। आज हामी जाँदैछौँ लेबर कम्युनिटी मार्केट, जसलाई लोकल भाषामा बङ्गाली मार्केट भन्छ। इक्विटीबाट F26 बस चढियो। त्यो बसले चाहिँ ठाउँसम्म नपुर्याउनु भएकाले आधी बाटोबाट टक्क म हिँड्दैछु। हेर्नुहोस् त, हेर्दा विराटनगर जस्तो लाग्दै थियो र बाटोमा ठुलो अचम्म भयो। खासमा मैले किन आएको त भन्नै बिर्सिन्छु यार। यहाँ त राम्रो सागसब्जी पाइन्छ भनेर आएको र नेपाली स्वादको खानेकुराहरू पाउँछ, मोमो चाउमिन लगायत भनेर आएको। ला कुरा सक्नु नपाए म आइपुगेँ यार। फाइनली चाहिँ आइपुग्यो होइन। छिर्ने बित्तिकै यस्तो दृश्य देखियो। कुनै नेपालीले सहन सक्ला त? सक्छ भने त नेपाली होइन, मैले घोषणा गरिदिएँ। कुरो बुझ्दै जाँदा नेपाली दाजुहरू नै हुँदो रहेछ त्यहाँनिर। यहाँ चाहिँ मोमो चाउमिन चटपटी पानीपुरीदेखि लगायत हरेक कुरा, सुकुटी भुटन सबै नेपाली खानेकुराहरू चाहिँ पाउँदो रहेछ यहाँनिर। एकदम स्वाद पनि नेपालकै जस्तो। भिडियो गर्दा गर्दै हामीले पानीपुरी मगाएर हुन्छ। अन्त सुरुमा चाहिँ हामीले पानीपुरी खाने निर्णय गर्यौँ। पानीपुरीको स्वाद एकदमै नेपालको जस्तो मिठो मिठो मिठो। खानेकुरा मिठो बनाउने दाइहरूको स्टोरमा अर्को एउटा कुरा झनै बवाल लाग्यो, नेपालको चुचे नक्सा थियो। त्यस पछाडि हामीले मोमो मगायौँ। वाउ, मोमो त के भन्ने। ओहो, भुटन त झनै बवाल। फेरि देखाएको चाहिँ होइन है, देखाएको चाहिँ नभन्नु है। इन कम्पेयर टु अरू सुकुटी अलि त्यस्तो खास थिएन, तर पनि एकदम मिठो थियो। सुकुटी पछाडि हामीले चाउमिन मगायो। चाउमिन पनि एकदमै मिठो। त्यहाँको खानेकुरा हरेक खानेकुरा नेपालको याद दिइरहेको थियो। अब दाइले नै यहाँभन्दा बढी खाइस् भने एम्बुलेन्स बोलाउनु पर्छ भाइ, नखा भनिसकेपछि म त्यहाँबाट निस्केर म मार्केट घुम्नतिर लागेँ है। मार्केट चाहिँ एक साइडमा पुरै सागसब्जी लत्ता कपडा र इलेक्ट्रिक सामान छ। हेर्नु, सागसब्जी तपाईँले जे चाहनुहुन्छ हरेक सागसब्जी एकदम फ्रेस पाउँछ यहाँनिर भने। अर्को साइडमा चाहिँ तपाईँको पुरै फुड स्टलहरू छन्। तपाईँ अनेक खानेकुराहरू खान पाउनुहुन्छ, छानी छानी नेपाली खानेकुरादेखि लिएर विदेशी खानेकुरासम्मै। यो चाहिँ तपाईँको इलेक्ट्रिक सामानको सपहरू है। यता चाहिँ यहाँ यो हेर्दाखेरि मलाई त नेपालमा मेला गएको याद भइरहेको थियो पुरै। जो आजको घुमाइ चाहिँ एकदमै रमाइलो र स्वादिष्ट भयो। लास्टमा यहाँनिर लत्ता कपडाको सेक्सन पनि हजुरले देख्न सक्नुहुन्छ। हामीले पनि एक हप्तालाई पुग्ने सागसब्जी किनेर चाहिँ फाइनली मार्केटलाई बाई बाई गरियो। खाना कति चाहिँ खायो यो मिलाउँदैछु क्या म। यो कता कता के भयो भयो पेटमा कता कता गयो गयो खाएको कुराहरू। तर घरि यो दुइटै लोड एकातिर हाल्छु र मिल्छ कि भन्छु। यसो गर्दा नि मिल्दैन। यति साह्रो चाहिँ नखानु है। आउने चाहिँ आउनु, तर यति साह्रो नखानु यार। होइन, यसै गर्दाखेरि ब्यालेन्स मिलेर छ।